जापान यो एउटा यस्तो देश हो जहाँ धेरै नेपाली मानिसहरूले आफ्नो जीवन बदल्ने सपना लिएर आउँछन्। कसैले बाबुआमाको ऋण तिर्न, कसैले घर बनाउन, कसैले भाइ बहिनीहरूलाई पढाउन र कसैले आफ्नो भविष्य बनाउन। तर एउटा तथ्य तपाईहरुलाई थाहा छ, धेरै हामी नेपालीहरू जापानमा कैयौं वर्ष बिताउँछौं, तर नेपाल फर्किने बेलामा हामीहरूसँग एउटा सुटकेस हुन्छ, केही फोटोहरू हुन्छन् र केही यादहरू, र बैंक खातामा सोचे जति पैसा हुँदैन। अनि सबैभन्दा दुःखको कुरा के हो भने हामीहरू मेहनत कम गरेका हुँदैनौं, बरु अरूभन्दा धेरै मेहनत गरेका हुन्छौं। दिनमा स्कुल, साँझदेखि रातिसम्म काम, 2-3 वटा पार्ट टाइम जब, ओभरटाइम, निन्द्रा कम, आराम छैन। तर पनि किन हामी नेपाली आर्थिक रूपमा अगाडि बढ्न सक्दैनौं? के यसको कारण तलब कम हो, जापान महँगो देश भएकाले हो, वा कारण केही अर्कै छ? आजको भिडियोमा हामी जापानमा बस्ने हामी नेपालीहरूले गर्ने यस्ता 7 वटा फाइनान्शियल मिस्टेकहरूका बारेमा बताउने छौं, जुन गल्ती हामी आफै वरिपरिका सयौं मानिसहरूले गरेका वा देखेका हुन्छौं। र सायद यीमध्ये कुनै एउटा गल्ती तपाईहरुले पनि गरिरहनु भएको छ कि? त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनभने अन्तिम गल्ती सबैभन्दा खतरनाक छ र सायद त्यही गल्तीले हाम्रो भविष्य पनि निर्धारण गर्नेछ। ल सुरु गरौँ पहिलो गल्तीबाट। तलब आएको दिन नै आफूलाई पुरस्कार दिने बानी। स्यालेरी आउने दिन मोबाइलमा एउटा नोटिफिकेसन आउँछ, स्यालेरी हैज बीन डिपोजिटेड। त्यो एउटा नोटिफिकेसनले दिनभरको थकान बिर्साइदिन्छ, मन खुसी हुन्छ, अनि त्यसपछि हाम्रो दिमागले एउटा कुरा भन्न थाल्छ, यो महिना धेरै मेहनत गर्यौं, अब त आफूलाई केही किनौँ। अमेजन खोलिन्छ, मेरुकरी, सेन, आजकल त टेमु पनि आएको छ है। नयाँ सुज हेर्न थालिन्छ, नयाँ ज्याकेट, नयाँ इयरबड्स, नयाँ वाच, नयाँ आइफोन, यहाँसम्म कि नयाँ आइफोनको कभर पनि हेरिन्छ। त्यसपछि साथीहरूले म्यासेज गर्छन्, आज तलब आएको दिन, आज बाहिर खाना खान जाउँ न। अनि तपाईहरुले सोच्नुहुन्छ केही हुँदैन, अर्को महिना फेरि तलब आउँछ। तर यही एउटा सोचले हामीहरूलाई कहिले धनी बन्न दिँदैन। म तपाईलाई एउटा सानो कथा सुनाउँछु। 2 जना साथी थिए, दुवै जापान एउटै दिन आएका थिए। दुवैले एउटै ठाउँमा काम गरे, दुवैको तलब पनि लगभग बराबर। 5 वर्षपछि पहिलो साथीसँग नयाँ आइफोन थियो, महँगो सुज थियो, ब्रान्डेड ज्याकेट थियो, इन्स्टाग्राममा धेरै राम्रो फोटोहरू थिए, तर बैंक खातामा झन्डै केही पनि थिएन। दोस्रो साथी धेरै साधारण देखिन्थ्यो, पुरानो मोबाइल, साधारण कपडा, तर हरेक महिना 30,000 एन छुट्याउँथ्यो। 5 वर्षपछि उसको खातामा लाखौं एन जम्मा भइसकेको थियो। अब भन्नुहोस्, दुई मध्ये धनी को थियो, पहिलो कि दोस्रो? धनी देखिनु र धनी हुनु यी दुई फरक कुरा हुन्। धेरै मानिस अरूलाई इम्प्रेस गर्न पैसा खर्च गर्छन्, तर धनी मानिसहरू आफ्नो भविष्यलाई इम्प्रेस गर्न पैसा बचत गर्छन्। यो एउटा वाक्य जीवनभर याद राख्नुहोस्। यदि हामीले हरेक महिना आफूलाई पुरस्कार दिन थाल्यौं भने भोलि जीवनले हामीलाई सजाय दिन सक्छ, किनभने हरेक पटक हामीले चाहनालाई आवश्यकता भन्दा ठूलो बनाइरहेका हुन्छौं। म भन्दिनँ कहिले रमाइलो नगरौँ, कहिले केही पनि किन्न हुँदैन, त्यो पनि जीवनभर। तर एउटा नियम बनाऊ, पहिले बचत, त्यसपछि खर्च। धनी मानिसले बाँकी पैसा बचत गर्दैन, धनी मानिसले बचत गरेपछि बाँकी पैसा खर्च गर्छ। यही एउटा बानीले 5 वर्षपछि हाम्रो जीवन अर्कै बनाइदिन सक्छ। तर पैसा बचत नहुनुको कारण केवल धेरै खर्च गर्नु मात्रै होइन। मिस्टेक नम्बर 2, आफ्नो पैसाको हिसाब नै नराख्नु। म तपाईहरुलाई एउटा प्रश्न सोध्छु, उत्तर मनमा नै दिनुहोस्। गत महिना तपाईहरुले बाहिर खाना र घुम्न मात्रै कति पैसा खर्च गर्नुभयो? याद आयो? सायद आएन। अनि अर्को प्रश्न, गत महिना कन्भिनियन्स स्टोरबाट सानो सामान किन्दा कति खर्च भयो? कफी, जुस, चकलेट, याद छ? सायद छैन। यही नै हो समस्या। धेरै मानिसहरू महिनाको अन्त्यमा एउटै कुरा थाहा हुन्छ, पैसा सकियो। तर पैसा कहाँ सकियो त्यो थाहा हुँदैन। एउटा 150 एनको कफी ठुलो खर्च जस्तो लाग्दैन, 250 एनको बियर सानै लाग्छ, 800 एनको रक्सी आज मात्रै हो भन्ने लाग्छ। तर सबै खर्च हरेक दिन दोहोरिँदा महिनाको अन्त्यमा 10,000 एन हुन्छ र अर्को वर्षको अन्त्यमा लाखौं एन। धेरै मानिसहरू भन्छन् मेरो तलब नै कम छ, तर सत्य के हो भने धेरैलाई आफ्नो खर्च नै थाहा हुँदैन। हाम्रो खर्च त्यो एक्सपेन्सेस हो जुन हिसाब नै छैन भने नाहा पनि हुँदैन। आजदेखि मोबाइलको एउटा नोट खोलौँ, वा एउटा एप, वा एउटा सानो कपी, हरेक खर्च लेखौँ। विश्वास गर्नुहोस्, पहिलो महिना नै हामी आफै छक्क पर्नेछौँ, किनभने हामीले पैसा ठुलो कुरामा होइन साना कुराहरूमा गुमाइरहेका हुनेछौँ। याद राख्नुहोस्, जुन पैसाको हिसाब राखिँदैन त्यो पैसा कहिले बढ्दैन। तर अझैसम्म हामीले 2वटा गल्ती मात्रै कुरा गर्यौं। अब आउने गल्ती यस्तो छ जसले धेरै हामी नेपालीहरूलाई एउटै घटनाले ऋणमा डुबाइदिन्छ, र सायद हामीले त्यसबारे कहिले गम्भीर भएर सोचेका पनि हुँदैनौँ।
कल्पना गर्नुहोस्, रातको 11 बजे हामी काम सकेर कोठामा फर्किँदैछौँ। शरीर थाकेको छ, खुट्टा दुखिरहेको छ, तर मनमा एउटा सन्तुष्टि छ। आज पनि काम गरियो। तर जिन्दगीमा एउटा यस्तो दिन आउँछ जब मेहनत मात्रै पर्याप्त हुँदैन। त्यो दिन बचतले हामीलाई बचाउँछ र धेरै हामी नेपाली यही ठाउँमा हार्छौँ। मिस्टेक नम्बर 3, इमर्जेन्सी फन्ड नबनाउने। मलाई केही हुँदैन भन्ने सोच। जापानमा हुँदा सबै कुरा सामान्य लाग्छ। काम छ, तलब आइरहेको छ, स्कुल चलिरहेको छ, त्यसैले हामी सोच्छौँ सबै ठिक छ। तर जिन्दगीले कहिले पनि सोधेर समस्या ल्याउँदैन। एक्कासी बिरामी पर्न सक्छौँ, काम गर्ने क्रममा चोट लाग्न सक्छ, कम्पनीको काम कम हुन सक्छ, भिजामा समस्या आउन सक्छ, परिवारबाट अचानक फोन आउन सक्छ, बुबाको स्वास्थ्य बिग्रियो, घरमा पैसा चाहियो। त्यति बेला हामीले कसलाई फोन गर्ने? साथीलाई, दाइ 50,000 एन सापटी दिनु न। यति धेरै मेहनत गरे पनि किन हामी धेरै मानिसहरू सापटी माग्नुपर्छ? किनभने हामीहरूसँग इमर्जेन्सी फन्ड हुँदैन। इमर्जेन्सी फन्ड भनेको इन्भेस्टमेन्ट होइन, प्रफिट कमाउने पैसा पनि होइन। यो त हाम्रो जीवनको एयरब्याग हो। जसरी गाडीमा एयरब्याग दिनहुँ काम लाग्दैन, तर दुर्घटना भएको दिन त्यही एयरब्यागले ज्यान बचाउँछ, त्यसरी इमर्जेन्सी फन्ड पनि दिनहुँ प्रयोग नहुने एयरब्याग जस्तै हो। त्यसै गरी इमर्जेन्सी फन्ड पनि दिनहुँ प्रयोग गर्ने पैसा होइन। तर एक दिन यस्तो आउँछ जुन दिन हामीले भन्नेछौँ, धन्न त्यो पैसा छुट्टै राखेको रहेछु। धेरै मानिस भन्छन्, दाइ अहिले बचत गर्ने पैसा नै छैन। तर म एउटा प्रश्न सोध्छु, यदि भोलिदेखि 1 महिना तलब नै आएन भने हामी कति दिन टिक्न सक्छौँ? 1 हप्ता, 2 हप्ता वा 1 महिना? वा साथीसँग पैसा माग्नुपर्छ? यही प्रश्नको उत्तरले हाम्रो आर्थिक अवस्था देखाउँछ। आजदेखि एउटा लक्ष्य बनाऊ, कम्तीमा 3 महिनाको खर्च बराबर पैसा छुट्टै राख्ने। त्यो पैसा ट्राभलका लागि होइन, सपिङका लागि पनि होइन, त्यो पैसा मनको शान्तिको लागि हो। याद राख्नुहोस्, बचत भएको मानिस धनी नहुन सक्छ, तर सङ्कटमा ऊ कहिल्यै कमजोर हुँदैन। मिस्टेक नम्बर 4, क्रेडिट कार्डलाई फ्री मनी सम्झिनु। जापानमा आएपछि धेरै मानिसहरूको पहिलो लक्ष्य हुन्छ क्रेडिट कार्ड बनाउने, किनभने त्यसले अनलाइन सपिङ गर्न सजिलो हुन्छ, पोइन्ट पनि आउँछ, इन्स्टलमेन्ट पनि हुन्छ, पे लेटर पनि हुन्छ, सबै कुरा सजिलो देखिन्छ। तर यही सजिलो धेरैको सबैभन्दा ठुलो आर्थिक जाल बन्छ। कल्पना गर्नुहोस्, हामीले एउटा ज्याकेट किनौँ 15,000 एन। त्यो बेला वालेटबाट पैसा गएको महसुस हुँदैन, किनभने कार्ड स्वाइप भयो, काम सकियो। 2 दिनपछि अर्को सामान, फेरि कार्ड। अर्को हप्ता मेरिकरी, एमाजोन, सेन, फेरि कार्ड। महिनाको अन्त्यमा नोटिफिकेसन आउँछ, पेमेन्ट ड्यू। त्यसपछि मात्र थाहा हुन्छ यति धेरै खर्च पो गरेछु। क्रेडिट कार्ड खराब बानी होइन, गल्ती हाम्रो सोचमा हुन्छ। हामी क्रेडिट कार्डलाई आफ्नो पैसा सम्झिन्छौँ, तर त्यो त भोलिको कमाई आज खर्च गर्नु हो। यदि हामीले आजको खुसीको लागि भोलिको कमाई बेच्दै गयो भने एक दिन हामीले काम पैसाको लागि होइन, पुरानो बिल तिर्नको लागि गर्नुपर्ने हुन्छ। धनी मानिसहरू पनि क्रेडिट कार्ड प्रयोग गर्छन्, तर एउटा फरक छ, उनीहरूले पहिले पैसा कमाउँछन्, त्यसपछि खर्च गर्छन्। हामी मध्ये धेरैले पहिले खर्च गर्छौँ, पछि पैसा कमाउन दौडिन्छौँ। यही सोच बदल्नुपर्छ। एउटा नियम बनाऊ, यदि वालेटमा पैसा छैन भने त्यो सामान सायद अहिले हाम्रो आवश्यकता नै होइन। याद राख्नुहोस्, एमाजोनमा अफर सकिन सक्छ, तर हाम्रो भविष्य सकिनु हुँदैन। मिस्टेक नम्बर 5, ओभरटाइम बढाउने तर स्किल नबढाउने। म तपाईँलाई एउटा प्रश्न सोध्छु, आज हाम्रो इन्कम कसले बनाइरहेको छ? हाम्रो दिमागले कि हाम्रो शरीरले? धेरै मानिसको उत्तर एउटै हुन्छ, हाम्रो शरीरले। जति धेरै घन्टा काम उति धेरै पैसा। ओभरटाइम भयो, इन्कम बढ्यो, ओभरटाइम बन्द, इन्कम पनि घट्यो। अब सोच्नुहोस्, यदि भोलि स्वास्थ्यले साथ दिएन भने, यदि कम्पनीले ओभरटाइम बन्द गरिदियो भने, यदि भिजामा नियम परिवर्तन भयो भने, त्यो बेला हाम्रो इन्कम कहाँबाट आउँछ? यही कारणले जापानमा हुँदा सबैभन्दा ठुलो इन्भेस्टमेन्ट स्टक होइन, क्रिप्टो होइन, सबैभन्दा ठुलो इन्भेस्टमेन्ट आफूमाथि गर्ने इन्भेस्टमेन्ट हो। जापानिज ल्याङ्ग्वेज सिक्ने, जेएलपिटी पास गर्ने, कम्प्युटर स्किल, एक्सेल, कम्युनिकेसन, ड्राइभिङ लाइसेन्स, म्यानेजमेन्ट सिस्टम, लिडरसिप सिस्टम, जुनसुकै स्किल्स होस्, एउटा स्किलले जीवनभर पैसा कमाउन सक्छ। याद राखौँ, ओभरटाइमले हाम्रो महिनाको इन्कम बढाउँछ, स्किलले हाम्रो बाँकी जीवनको इन्कम बढाउँछ। त्यसैले हरेक दिन कम्तीमा 30 मिनट आफूमाथि खर्च गरौँ, किनभने सबैभन्दा धेरै ब्याज दिने इन्भेस्टमेन्ट हाम्रो आफ्नै ज्ञान हो। मिस्टेक नम्बर 6, इन्भेस्टमेन्ट सुरु नै नगर्नु। अहिले होइन पछि गर्छु भन्ने सोच। धेरै मानिसहरूसँग एउटा वाक्य सधैँ तयार हुन्छ, दाइ अहिले त खर्च धेरै छ, अर्को वर्षदेखि बचत गर्छु, त्यसपछि इन्भेस्टमेन्ट सुरु गर्छु। तर साँचो कुरा के हो भने, अर्को वर्ष भन्ने दिन कहिले आउँदैन। आज खर्च हुन्छ, भोलि पनि खर्च हुन्छ, अर्को महिना पनि खर्च गर्ने नयाँ कारण आउन सक्छ। कहिले नेपाल जानुपर्ने हुन्छ, कहिले नयाँ मोबाइल चाहिन्छ, कहिले साथीको बिहे, कहिले घरमा पैसा पठाउनु पर्छ। जीवनमा खर्च कहिले सकिँदैन, तर समय भने सकिन्छ।
एउटा कुरा सोच्नुहोस्, हामीले 20 वर्षको उमेरमा इन्भेस्टमेन्ट सुरु गर्यौँ भने र अर्को व्यक्तिले 30 वर्षमा सुरु गर्यो भने दुवैले उस्तै रकम लगानी गरे पनि अन्तिम परिणाम उस्तै हुँदैन। किनभने समय नै संसारको सबैभन्दा ठुलो इन्भेस्टर हो। कम्पाउन्ड इन्ट्रेस्टले पैसा मात्रै बढाउँदैन, समय पनि बढाउँछ। म ठुलो रकम लगानी गर्न भनिरहेको छैन। महिनाको 5,000 एन, 10,000 एन जति सकिन्छ त्यतिबाट सुरु गरौँ। किनभने इन्भेस्टमेन्टको सबैभन्दा कठिन भाग धेरै पैसा जम्मा गर्नु होइन, सुरु गर्नु हो। याद राख्नुहोस्, एक दिन म सुरु गर्छु भन्ने मानिसहरू धेरै जसो कहिले सुरु गर्दैनन्, तर आजबाट सुरु गर्छु भन्ने मानिसहरू धेरै जसो भोलि सफल हुन्छन्। आज हामीले एउटा सानो बिउ रोप्यौँ भने भोलि रुख बन्छ, तर बिउ नै रोपेनौँ भने 10 वर्षपछि पनि छाया खोज्दै हिँड्नुपर्छ। मिस्टेक नम्बर 7, जापानलाई अन्तिम गन्तव्य सम्झिनु। जब हामी पहिलो पटक जापान आउँछौँ, हाम्रो लक्ष्य धेरै स्पष्ट हुन्छ। 2-3 वर्ष मेहनत गर्छु, पैसा जम्मा गर्छु, जीवन बदल्छु। तर समय बित्दै जान्छ। 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 5 वर्ष र एक दिन अचानक थाहा हुन्छ हामी अझै पनि उही ठाउँमा छौँ। उही काम, उही रुटिन, उही सङ्घर्ष। समस्या जापान होइन, समस्या योजना नहुनु हो। धेरै मानिस जापानमा बस्छन् तर जापानपछि आउने जीवनको लागि तयारी गर्दैनन्। आफैले सोधौँ, यदि भोलि हामी नेपाल फर्कियौँ भने के गर्ने? बिजनेस, इन्भेस्टमेन्ट, कुन स्किल छ, कति सम्पत्ति छ, कति प्यासिभ इन्कम छ? यदि यी प्रश्नको उत्तर छैन भने सायद हामीले वर्षहरू त बितायौँ तर समयको उपयोग गरेनौँ। याद राखौँ, जापान डेस्टिनेसन होइन, यो अपर्च्युनिटी हो। यो एउटा पुल हो जसले हामीलाई अर्को जीवनतर्फ लैजान सक्छ। तर यदि हामी यही पुलमै बसिरह्यौँ भने अर्को किनारामा कहिले पुग्दैनौँ। अब म तपाईँहरूलाई एउटा अन्तिम कुरा भन्न चाहन्छु। सायद यो कुरा हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण सन्देश बन्न सक्छ। जापान हामीलाई धनी बनाउने देश होइन, जापान हामीहरूलाई अवसर दिने देश हो। अवसर सबैले पाउँछन्, तर त्यो अवसरलाई भविष्यमा बदल्ने मानिस थोरै हुन्छन्। आज हामी जवान छौँ, ऊर्जा छ, काम गर्न सक्छौँ, रातभर जाग्न सक्छौँ, ओभरटाइम पनि गर्न सक्छौँ। तर विश्वास गरौँ, यो शरीर सधैँ यस्तै रहँदैन। एक दिन थकान बढ्छ, उमेर बढ्छ, जिम्मेवारी बढ्छ। त्यसपछि हामीले आज गरेको निर्णयले हाम्रो जीवन चलाउनेछ। आज हामी दुईवटा बाटोको बिचमा उभिएका छौँ। पहिलो बाटो, आज रमाइलो गरौँ, सबै खर्च गरौँ, भोलि जे हुन्छ हुन्छ। दोस्रो बाटो, अलिकति त्याग गरौँ, अलिकति बचत गरौँ, अलिकति सिकौँ, अलिकति लगानी गरौँ र हाम्रो आफ्नो भविष्यलाई आजभन्दा राम्रो बनाऊ। धनी बन्न लोटरी जित्नु पर्दैन, धनी बन्न ठुलो तलब पनि चाहिँदैन, धनी बन्न ठुला चमत्कार पनि हुँदैनन्। धनी बन्ने मानिसहरूले दिनौँ सानो सानो सही निर्णय गर्छन्। सायद यो भिडियो हेरेर भोलिदेखि हाम्रो तलब त बढ्ने छैन, तर यदि आज हाम्रो सोच बदलियो भने विश्वास गरौँ, एक दिन हाम्रो जीवन पनि बदलिनेछ। 10 वर्षपछि हामीले यही भिडियो सम्झेर भन्नेछौँ, धन्न त्यो दिन मैले आफ्नो सोच बदलेको रहेछु। र त्यो दिन अवश्य आउनेछ। किनभने पैसा कमाउने भन्दा ठुलो कुरा पैसाले आफ्नो लागि काम गर्न सिक्नु हो र जिन्दगी बदल्ने भन्दा ठुलो कुरा आफ्नो सोच बदल्नु हो। यदि आजको भिडियोले हामीलाई 1% पनि सोच्न बाध्य बनायो भने त्यो नै हाम्रो लागि ठुलो सफलता हुनेछ। यस्तो फाइनेन्सियल अवेरनेस, जापान लाइफ, सेभिङ, इन्भेस्टमेन्ट र स्मार्ट मनी सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल मनी माइन्डलाई सब्सक्राइब गर्नुहोस्। पैसा कमाऊ तर पैसाभन्दा ठुलो कुरो आफ्नो सोचलाई बढाउँ। यस्तै ज्ञानमूलक कुराहरूका साथ फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।